आइभीएफ गर्नुपर्छ 100% भन्ने हुँदैन। आफ्नो हेल्थ प्रब्लम सल्भ भएपछि नेचुरली नै पनि बच्चा हुन्छ। नमस्ते, म सुशीला खनाल। हामी बुटोलको मान्छे अनि सजिलो हुने बुटोलमा, काठमाडौँ धेरै गाह्रो हुने जान आउन। अनि बुटोल खुलिसकेपछि चाहिँ यहीँ गर्ने भनेर आयौँ। अनि त्यसपछि धेरै आफ्नो स्वास्थ्यको उपचार गरेर नै नेचुरली अहिले हाम्रो नानी भएको छिन्। हामी धेरै खुसी छौँ। सबैले आइभीएफ नै गर्नुपर्छ भन्ने हुँदैन। हजुरहरू पनि प्रब्लम छ भने आउनु, यहाँ आएर चेक गर्नु। नमस्ते, म मोतीराज आचार्य। जहाँ चेक गराए पनि रोगै पत्ता नलाग्ने अनि चाहिँ तपाईँको पछि चाहिँ बाछाले बुटोलमा हामी चाहिँ यहाँ आइयो। अनि आइसकेपछि हाम्रो डाक्टर रुबी रसाइलीसँग भेट भयो। उहाँले चाहिँ धेरै राम्रो कोर्डिनेट गरिदिनु भयो। अनि उहाँले चाहिँ सबै रोगको मेरो परिवारलाई तपाईँको सुगर थियो, तपाईँको अब थाइराइड पनि थियो, अनि एउटा प्रोल्याक्टिन भन्ने हर्मोन हुँदो रहेछ, अनि त्यो पनि धेरै नै थियो। अनि उहाँले चाहिँ तपाईँको सबै सम्बन्धित डाक्टरसित उहाँले नै भेट गराइदिएर अनि सबै डाक्टरले कोर्डिनेट गरिदिनु भयो। मेरो डेलिभरी नहुन्जेली जब बच्चा बसिसकेपछि लास्टसम्म, सुरुदेखि लास्टसम्म एकदम राम्रो चाहिँ रेस्पोन्स चाहिँ दिनुभयो। अनि त्यसपछि नेचुरल नै भयो। अनि हामी चाहिँ धेरै खुसी छौँ। तपाईँहरू पनि केही त्यस्तो समस्या छ भने लुकाएर नराख्नु होला, आउनु होला। यहाँ आएपछि धेरै कुराको समस्या समाधान हुन्छ। धेरै धेरै बधाई छ। हजुरलाई धेरै धेरै धन्यवाद। हाम्रो खुसीको पल ल्याउनमा उहाँको सबैभन्दा ठुलो भूमिका छ। अनि होल बादशाहले टिमलाई एकदमै धेरै धेरै धन्यवाद।